Hey guys, welcome back to new video. आशा गर्छु तपाईहरु सबै सन्चै अनि आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। अनि आज म तपाईहरुलाई एउटा नराम्रो खबर भनौं न, त्यही म यो भिडियो मार्फत तपाईहरुलाई भन्न चाहन्छु, जानकारी दिन चाहन्छु। हुन त यो भिडियो मैले लेट अपलोड गर्दै छु किनकि सबै जनाहरुलाई थाहा भइसकेकै कुरा हो। त्यही पनि मेरो YouTube च्यानलबाट जोडिराख्नु भएको छ। त्यही भएर म आफ्नो YouTube च्यानलबाट तपाईहरुलाई इन्फर्मेसन दिन चाहन्छु। कसलाई यो मेसेज आयो यो स्क्रिनमा हेर्न सक्नुहुन्छ। तपाईहरुलाई पनि आएको होला, मलाई चाहिँ यो आएको थियो। र यो जुन अहिले त अब यो मे 30 हो, तर अब जुन लाग्दाखेरि अनि पोल्यान्डमा जति पनि अब रोमानिया, क्रुसेया, बुल्गेरिया अब सेन्जेन जोन भए पनि अब यहाँ पोल्यान्ड आएर अनि त्यहाँको कार्डले अब पोल्यान्डमा आएर पर्मिट निकाल्ने, टिआरसी बनाउने, कार्ड बनाउने त्यस्तो गतिविधिहरू अहिले पोल्यान्डले बन्द गरिदिएको छ जुन 1 देखि। अनि जति आइसक्नु भएको छ उहाँहरूले त ढुक्क पाउनुहुन्छ, आफ्नो कार्डहरू बनाउन सक्नुहुन्छ, मजाले बन्छ। तर अब जो आउँदै हुनुहुन्छ उहाँहरू पाउनु हुने छैन। जस्तै अब पोर्चुगलमा पनि अब अलपत्रैमा पढ्नुभयो, कति बाटोमै अड्किनु भयो र पछि फेरि स्पेनतिर जानुभयो अब डकुमेन्टको लागि। त्यसरी नै अहिले पोल्यान्डले पनि तर इन्फर्मेसन दिएरै गरेको हो। र अब कति अल्पत्रैमा कति प्लानिङ तपाईको दाजुभाइ साथीभाइहरू मेरै कति आफन्तहरू आउने खोज्दै हुनुहुन्थ्यो पोल्यान्ड। अब उहाँहरू यहाँ आएर काम छैन किनकि डकुमेन्टहरू भन्ने छैन। अब यहाँको एकदमै रुलहरू स्ट्रिक्ट गरेको छ। अब यहाँ त हुने कार्डहरूलाई पनि कति डिपोर्ट गरिराखेको छ भने त बाहिरबाट आएकोहरूलाई त एकदमै गाह्रो के। सो मैले आजको यो भिडियोमा यो तपाईहरुले कसलाई मेसेज आयो तपाईहरुले हेर्नुभयो, देख्नुभयो। मलाई चाहिँ यो मेसेजहरू आएको थियो र मैले तपाईहरुलाई अपडेट दिएर तपाईहरु अब गुगलमा पनि सर्च गरेर हेर्न सक्नुहुन्छ। अहिले 2025 जुनदेखि जुन अहिले रुल चेन्ज भएको छ, पोल्यान्डमा भएकोहरूलाई सबैलाई थाहा भइसकेको छ। नेपालमा पनि कतिलाई थाहा छैन। सो मेरो भिडियोमा जोडिराख्नु भएको उहाँहरूलाई मैले इन्फर्मेसन दिन खोजेको। अनि यसको मतलब यो पनि होइन कि पोल्यान्डमा अब आउनै बन्द भयो। जस्तै अब कता दुबई अरू कन्ट्री हुनुहुन्छ भने त्यहाँदेखि भिजा लाएर पोल्यान्डकै भिजा हुनुपर्छ क्या। पोल्यान्डकै भिजा भयो भने तपाईहरु यहाँ आएर कार्डहरू अनि पेपरहरू यताउति काम चेन्ज गर्न चाहिँ मजाले पाउनुहुन्छ। अब जस्तै नेपालबाट पनि भिजा लाएर आउनुभयो भने पोल्यान्डकै, अनि त्यहाँ पनि तपाईले एकदमै मिल्नेछ। बन्द भएको भनेको अब सेन्जेन कन्ट्री भए पनि उहाँहरूको जुन टिआरसी कार्डले अब यहाँ पोल्यान्डमा लिगल काम गर्न अनुमति दिने छैन। 90 दिनसम्म उहाँहरू घुम्न बस्न यताउति गर्न सक्नुहुन्छ। तर टिआरसी बनाउँछु र पेपर एप्लाई गर्छु भने त्यस्तो गर्नुहुन्छ भने रिफ्युज हुन्छ, रिजेक्ट हुन्छ। अनि अहिले यो जुन 1 तारिकदेखि चाहिँ लागू भइसक्यो। अनि म अहिले गीतान्समा छु अनि एकदमै व्यस्तताको कारणले मैले भिडियोहरू कन्टिन्यू दिन पाएन। अस्ति प्रमिस गरेँ बट एकदमै बिजी भएको छु। अनि राम्रो कन्टेन्टहरू बनाउँदैछु म। इन्फर्मेसनको जुन पेपर डकुमेन्टहरूको यहाँको पोल्यान्डको त्यसको भिडियो नै छिटै म लिएर आउनेछु, बट टाइम लाग्नेछ। अहिले म एकदमै बिजी छु। यति बेला 12:30 भइसक्यो। म अब रुममा जाँदैछु। भोलि बिहान फेरि 8 बजे ड्युटी। एकदमै गाह्रो भइसकेको छ काम गर्दा। त्यस्तै हो। अनि तपाईहरु के कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ कि कता हुनुहुन्छ? को कहाँ हुनुहुन्छ? कुन सिटीमा अथवा कुन देशबाट मेरो भिडियो हेर्दै हुनुहुन्छ? सबैले कमेन्ट गर्नु। म कमेन्टको पनि रिप्लाई लिएर आउनेछु। सो आशा गर्छु आजको यो भिडियोलाई तपाईले लास्टसम्म हेर्नुभयो, माया गर्नुभयो। ल थ्याङ्क यू। अब यो भिडियोबाट बिदा हुन्छु। फेरि